Kuyu Sigdam ka sarang nang sim niu sa agyek tumreya umlen la nhưng khung nhưng sa agyek kat goma un uren nang mat bareya kuyu sarang along agyek are thup nang la ajik liang ka kuyu songyo sangya sa songyo mat thup ma anda are sangya chong na resource mat thambosa lom ka kuyu jak long lom tab bambareya kuyu ra ure songyo chong na resource mat thambosa lom so setet kalat nong gek gachi kumpu ure sa tham danda kuyu yo tham gachi nimo anda emang sareya kuyu ra so setet kalat nong gek shit po ure dosa yom tong kam abi komen kamat na nong boya lisho aju हामी एउटा मनुष्यको रूप पाउँदाखेरि हामी संसारको सबैभन्दा ठुलो एउटा दिमागिलो प्राणी हो अनि त्यही माथि आज हामी यहाँ राम्रो धर्म को बाटो बुद्धिस्टको बाटो पक्रिनु पाएको एउटा हाम्रो ठुलो तकदिर हो अन्त यो तकदिर पाएको बेलामा चाहिँ हामीले अलिक मर्दा जन्मिन्दाको कुराहरू पनि अलिक थाहा हुनुपर्छ अनि त्यो थाहा पाएर गयो भने चाहिँ हामीलाई अलिक बाटो पाउने छ अनि त्यो गर्दाखेरि चाहिँ हाम्रो संसारको हामीलाई बाटो देखाउने धर्म गुरुहरूले रिसर्च गरेको हामीले गएर पाएको हामी बुद्धिस्टले पाएको हाम्रो धर्म गुरुले रिसर्च गरेर ल्याएको र त्यो रिसर्च गरेको चाहिँ हामी मरेर जाँदाखेरि हामी फेरि जन्मिँदाखेरि चाहिँ कति लोकभित्र जन्मिनु पर्ने रहेछ अनि कति लोकभित्र चाहिँ हामी मर्नु पर्ने छ यसको अलिक जानकारी हजुरहरूद्वारा यो स्लाई अलिक कमेन्ट गरेर बताइदिनुहोस् र हामी ईश्वर गर्दै गयौँ भने चाहिँ हाम्रो बुद्धिस्टको अलिक ज्ञानहरू बढ्दै जान्छ कि भन्ने मलाई आशा छ नत्र अहिले हाम्रो मान्छेहरू कहाँ कहाँ बर्किएर गइराखेको छ आफ्नो कुल वंश छोडेर आफ्नो धर्म छोडेर गइसकेको छ यस कारणले गर्दाखेरि हामी मरेर जाँदाखेरि चाहिँ कति लोकभित्र चाहिँ हामी जन्मिनु पर्ने छ मर्ने पर्ने रहेछ यसको जानकारी अलिक कमेन्टमा बताइदिनुहोस् भन्ने म अनुरोध गर्दछु हाम्रो बुद्धिस्टको साथीहरूलाई बिन्ती छ धन्यवाद।